बस 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 एकजना हल्ला नगरे साथीहरु सबै साथीहरुलाई सबैलाई म के निवेदन गर्छु भने यहाँ स्वयंसेवक साथीहरु पनि हुनुहुन्छ नि होइन सबैले शान्ति कायम गर्नुस् है एकदमै शान्ति कायम गर्नुस् संवेदनशील रूपमा यो अहिले जे कोजका लागि साथीहरुले चाहिँ मुद्दा खेप्नु भयो त्यसमा सबैले शान्त हुनुहुन्छ नि कृपया सबैभन्दा पहिला दुर्गा प्रसाईज्यूको सवालमा चाहिँ अदालतले उहाँलाई क्यान्सरको हस्पिटलमा उपचार गर्ने गरिकन उहाँलाई उपचारको व्यवस्था मिलाउनु भनेको छ एक नम्बर तर उहाँलाई उपचारको व्यवस्था गर्नु भने पनि पूर्वपक्षका लागि चाहिँ भनेको छ तर पूर्वपक्षका लागि भन्दाखेरि आदेशमा ऐतिहासिक रूपमा पहिलो पटक यस्तो आदेश भएको छ जहाँ पूर्वपक्षका लागि पठाउनु भने पनि उपचारको व्यवस्था गर्न क्यान्सरकै हस्पिटलमा लानु भनिएको छ एक सम्भव भएसम्म अहिले त्यस्तो भित्र पत्र पनि तयार हुँदैछ र अझै पनि भित्र सबै साथीहरुको पत्रहरू तयार हुनका लागि निकै लामो समय लाग्छ धेरै जनाको पत्र बुझिसकेपछि अब यसमा थुनामा पठाउनका लागि भनेर मैले अघि भने दुर्गा प्रसाईज्यूको सवालमा त्यो छ हरिहर चौलागाईज्यू उहाँलाई 1 लाख धरौटी माग भएको छ तारा राजावादी सरोज गौतम उहाँलाई थुनामा पठाउने भनिएको छ अनुप राजावादी गोकर्ण साई थुनामा दण्डपाडी रेग्मी थुनामा उहाँहरू 3 जना थुनामा दुर्गा प्रसाईज्यूको अघि भने हुन चाहिँ पूर्वपक्ष नै हो सन्तोष राजावादी जो सन्तोष कुमार सिलवाल हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी भीम हाम्रो हेमराज थारू जो हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी गोपाल मल्ल ठकुरी 20,000 पशुपति खड्का 10,000 विष्णु पराजुली 10,000 पुष्कर खतिवडा 20,000 मुनेन्द्र राज भण्डारी 10,000 कुमार बस्नेत 20,000 अनिल कुमार थापालाई 10,000 गोपाल बोहरा तारानाथ बोहरा 10,000 दानबहादुर नेउपाने 10,000 उमेश तामाङ 10,000 भानुभक्त पौडेल 10,000 विष्णुजङ बस्नेत 10,000 त्यसै गरी विष्णुजङ बस्नेतको चाहिँ 1 लाख हो है देवी प्रसाद संग्रौला 10,000 प्रेम थापा मगर 10,000 ओम प्रकाश लुइटेल 10,000 तेजेन्द्र रायमाझी 10,000 मनबहादुर काला 20,000 निराजन कुमार गिरी 50,000 प्रेमबहादुर श्रेष्ठ 50,000 सुशील बराल थुनामा हुनुहुन्छ भने रमेश राई 20,000 दिवस बोगटी छेत्री 10,000 दिलकुमार श्रेष्ठ 10,000 कमल कुमार विष्ट 20,000 लोकबहादुर बस्नेत 20,000 दिनेश खड्का 50,000 केशव बस्नेत थुनामा अमित शाह 50,000 सुमन कार्की 10,000 कुमार तामाङ थुनामा जितबहादुर श्रेष्ठ 50,000 मनोज कुमार सापकोटा 10,000 ल ताली र जमानतमा छुट्नु भएको साथीहरू 32 जना हुनुहुन्छ अब यसपछि जति यो जे आदेश भएको छ त्यो आदेशका सम्बन्धमा कानुन व्यवसायी साथीहरू उहाँहरू सबैको तर्फबाट उच्च अदालतमा फेरि यो आदेशलाई बदर गराउनका लागि गइने छ यसरी गइने छ म सबैलाई केसमा चाहिँ भनेपछि प्रहरीकै नियन्त्रणमा उहाँको उपचार हुनेछ हस्पिटलमा उहाँ रहनु हुनेछ निगरानीमा हस्पिटलमा हुने सबै अनुसन्धानको क्रममा वा पूर्वपक्षमा पठाइएकाहरू सबैको प्रहरीकै निगरानीमै हुन्छ त्यो कानुनी व्यवस्था नै हो म फेरि पनि सबै साथीहरूलाई यो आदेशलाई सम्मान गर्न आदेशलाई संयमतापूर्वक कानुन बमोजिम चुनौती दिन उच्च अदालतमा कानुन व्यवसायहरू जाने भएको हुनाले धैर्यतापूर्वक बसिदिन हुनका लागि निवेदन गर्छु। एकचोटि फेरि संक्षिप्तमा भनिदिनुस् त के भएको थियो? दुर्गा प्रसाईको केसमा थुनामा अहिले राख्ने पूर्वपक्षका लागि थुनामा जानुभयो वा सिधा भन्दाखेरि चाहिँ पूर्वपक्षका लागि थुनामा पठाउने आदेश सँगै इतिहासमा पहिलो पटक त्यही आदेशमा
यस पूर्व पनि उहाँको क्यान्सरको चाहिँ रोग भएको हुनाले क्यान्सर सम्बन्धी अस्पतालमा उपचारको प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ र त्यो अहिले पत्र पनि भित्र तयार उपचार हुँदैछ। कहिलेबाट प्रारम्भ हुन्छ? उपचार त अहिले नैबाट प्रारम्भ हुन्छ, अहिले नै हुनुपर्छ, आज हुनुपर्छ र भनेपछि उहाँलाई उहाँलाई कारागारमा लगिँदैन। लगिँदैन, सिधै अस्पताल लगिन्छ। होइन, अदालतको आदेश त्यो छ। अदालतको आदेश त्यो भएको हुनाले अहिले नै उहाँ अस्पतालमै जानका लागि नै त्यहाँ पत्र तयार गर्नका लागि चाहिँ प्रक्रियामा हुनुहुन्छ। हजुर, मलाई जहाँसम्म लाग्छ यो हुनेछ। थुनामा बस्नु पर्ने छैन कि के छ यो? होइन, अलिकति क्लियर बताइदिनु यति भनिसकेपछि पूर्व पक्षका लागि थुनामा पठाएकै आदेशमा हजुर। उपचार गर्न प्रबन्ध मिलाउनु भनिएको छ। भनेको दुर्गा प्रसाईलाई पूर्व पक्षमा राखिएको छ भन्ने कुरा बुझ्नु पर्यो। पूर्व पक्षमा नै हो, तर पूर्व पक्षमा भएको अघि मैले भने हिस्ट्रीमा फर्स्ट टाइम यस्तो खालको आदेश भयो जहाँ पूर्व पक्षमा कतिजना हुनुहुन्छ? यो मध्यरात 12 बजे पनि हिस्ट्रीमा फर्स्ट टाइम हो कि के हो आज? यो चाहिँ होइन, यस पूर्व पनि आदेशहरू चाहिँ भएका छन् ढिलो गरिकन, तर ढिलो गरिकन आदेश भए पनि यसरी मिति नै अर्को लागिसकेपछि भएको आदेश चाहिँ मेरो जानकारीमा पहिलो हो। अनि उपचारका लागि त पहिला पनि दिने गरिएको थियो होइन? अहिले यसमा के नयाँ भयो त? अनि थुन्चेकको आदेशमा भएको चाहिँ नयाँ हो। थुन्चेकको आदेश थुन्चेकको आदेशमा पक्षमा कतिजना हुनुहुन्छ ठ्याक्कै? अघि मैले सबै लिस्ट बताइसकेको छु, कृपया त्यहाँबाट हेरिदिन आग्रह गर्छु। अब अधिवक्ताजीहरू जसरी उच्चमा जाने हो भने उच्चको प्रक्रिया कति लाग्ला त? पूर्व पक्षमा कतिजना भन्दा 7 जना है, 7 जना 32 जना जम्मा रविन्द्र मिश्रज्यू र धवल शमशेरज्यू अनि उहाँहरू चाहिँ अहिले अनुपस्थित भनेर लेखिएको हुन्छ अभियोग पत्रमा। अनुपस्थित हो, फरार होइन। फरारको सूची चाहिँ अर्को छ। फरारका सम्बन्धमा र अनुपस्थितका सम्बन्धमा चाहिँ उपस्थित हुँदाका बखत आदेश हुने गरिकन भनेर लेखिएको हुन्छ। अब तपाईँले दुर्गा प्रसाईको पक्षबाट वकालत गर्नुभएको अधिवक्ताको नाताले यो आएको फैसलालाई कुन रूपमा लिनु भएको छ? आएको आदेश चाहिँ उच्च अदालतबाट उल्टिन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु। उल्टाउनका लागि हामी जानेछौँ। भनेपछि यसमा सन्तुष्ट हुनुहुन्न यो आदेशमा? यसमा सन्तोष हुने त एउटा फेरि अर्को महत्त्वपूर्ण सूचना है साथीहरू, मैले अघि सुरुमा चाहिँ भन्नलाई सम्झिनछु। अर्को पनि फेरि ऐतिहासिक छ। त्यो ऐतिहासिक के छ भने दुर्गा प्रसाईज्यूका लागि धेरैवटा मुद्दाहरू लगाइएको थियो, ज्यान मार्ने लगायत थियो हो नि। अहिले प्रारम्भिक रूपमै थुन्चेकको आदेशमै ज्यान मार्ने इत्यादि मुद्दा उहाँलाई लाग्ने होइन। उहाँलाई यो आपराधिक उपद्रवहरू लगायतको मात्रै मुद्दाका सम्बन्धमा यो भएको हो। ज्यान मारेको भन्ने कुरा चाहिँ प्रारम्भिक रूपमा नै देखिएन, किनभने घरदेखि उहाँ त्यहाँसम्म आउँदाखेरि खारेज चाहिँ अहिले भन्न मिल्दैन। यो अन्तिम फैसला होइन, यो आदेश हो र यो आदेशले उहाँलाई अहिले जुन पूर्वपक्षमा पठाउने त्यसमा उपचारको सुविधा दिने भनेको छ, त्यो ज्यान मार्ने उद्योगमा जुन अभियोजन गरिएको थियो त्यो अभियोजनका सम्बन्धमा होइन। उहाँको प्रारम्भिक रूपमा तत्काल प्राप्त प्रमाणका आधारमा भनेर लेखिएको हुन्छ थुन्चेकमा। तत्काल प्राप्त प्रमाणका आधारमा ज्यान मार्ने